स्वागत छ। आज हामी एउटा निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ है। नमस्ते। अँ, भन्नुहोस् न। नाइजेरियाले शिक्षामा यो कृत्रिम बौद्धिकता मतलब एआई अनि रोबोटिक्स कसरी प्रयोग गरिरहेको छ ए हो, र महत्त्वपूर्ण कुरा यसबाट नेपालले के सिक्न सक्छ भन्नेमा अलिकति गहिरिएर हेरौँ न। एकदमै सान्दर्भिक विषय हो यो, खास गरी हामी जस्ता विकासशील देशहरूका लागि। हो नि, हामीसँग नाइजेरियाको सरकारी नीति अनि त्यो विश्व ब्याङ्कले सघाएको पाइलट कार्यक्रमको नतिजा यस्तै यस्तै स्रोतहरू छन्। अँ, हाम्रो प्रयास चाहिँ नाइजेरियाको अनुभवबाट नेपालका लागि केही काम लाग्ने कुराहरू पत्ता लगाउने हो। निश्चय पनि। स्रोत कम हुँदा पनि प्रविधिले शिक्षामा कस्तो ठूलो फड्को मार्न सकिन्छ भन्ने राम्रो उदाहरण हो नाइजेरिया। नेपालले सिक्न सक्ने धेरै कुरा छन् यसमा। ल त्यसो भए सुरु गरौँ न त। नाइजेरिया सरकारले त आधारभूत शिक्षाको पाठ्यक्रममै एआई र रोबोटिक्स हाल्ने भनेर निर्देशन नै दिएको रहेछ। हो, यो आफैमा ठूलो नीतिगत निर्णय हो। सुन्दा नै कस्तो उत्साहित बनाउने खालको। एकदम। अनि यसको सकारात्मक असर कस्तो परेछ भन्ने एउटा गजबको उदाहरण पनि छ। हो र कस्तो? त्यो इडो राज्यमा भएको एउटा 6 हप्ते कार्यक्रम, एआईले सघाएको ट्युटरिङ कार्यक्रम थियो त्यो। ए विश्व ब्याङ्कको सहयोगमा भएको भन्नुभएको थियो नि है। हो, विश्व ब्याङ्कको सहयोगमा त्यो पाइलट कार्यक्रमले विद्यार्थीको सिकाइमा यति धेरै सुधार ल्यायो रे कि कति? त्यो झण्डै 2 वर्षको परम्परागत सिकाइ बराबर मानिएको छ। के भन्नुहुन्छ? 6 हप्तामा 2 वर्ष बराबरको सिकाइ, यो त अलि खै पत्याउने गाह्रो सुनिन्छ त। हो, सुरुमा सुन्दा त्यस्तै लाग्छ, तर स्रोतहरूले के देखाउँछ भने यसको कारण एआईले विद्यार्थीको गति अनुसार व्यक्तिगत प्रतिक्रिया दिन सक्नु हो। अनि शिक्षकले पनि घोकाउने भन्दा सहजीकरणमा ध्यान दिन पाए। ए भनेपछि प्रविधि मात्र भएर नहुने रहेछ, त्यसलाई प्रयोग गर्ने तरिका पनि चाहियो होइन त? बिल्कुल, त्यो विधि नै महत्त्वपूर्ण देखियो। नेपालले पनि यस्तै मोडेल अब आफ्नो परिवेशमा कसरी ढाल्न सकिन्छ भनेर सोच्नु पर्यो। पनि शिक्षकको भूमिका चाहिँ सहजकर्ताको मात्रै रह्यो भन्नुभयो। उहाँहरू एआई विज्ञ नै हुनुपर्ने त्यस्तो केही थिएन? परेन। उहाँहरूको काम भनेको विद्यार्थीलाई एआईको साधन कसरी प्रयोग गर्ने भनेर सिकाउने, बाटो देखाउने अनि अवधारणा बुझाउन सहयोग गर्ने। ए यसले परम्परागत शिक्षणभन्दा फरक, अलि बढी विद्यार्थी केन्द्रित सिकाइ भयो। त्यो त राम्रो भयो। अझ अर्को रोचक कुरा के छ भने नि, यो कार्यक्रमले छात्राहरूलाई अझ बढी फाइदा पुर्यायो रे। सिकाइमा जुन लैङ्गिक अन्तर थियो नि, त्यो कम गर्न पनि मद्दत गर्यो। हो र, त्यो त झन् गजबको कुरा भयो। तर यो शिक्षक सहजकर्ता मोडल नेपालमा कतिको व्यावहारिक होला? शिक्षकहरूमाथि कामको बोझ पहिल्यै धेरै छ भन्ने सुनिन्छ नि। हो, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसका लागि शिक्षक तालिम र उहाँहरूको क्षमता विकासमा राम्रै लगानी गर्नुपर्छ। नाइजेरियाले गरेको छ त त्यस्तो? गरेको देखिन्छ। उनीहरूले युनेस्को अनि इन्फिनिक्स जस्ता निजी कम्पनीहरूसँग मिलेर तालिमहरू चलाएका छन्। नेपालले पनि सायद यही गर्न सक्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर शिक्षकहरूको क्षमता बढाउने यो पहिलो पाठ हुन सक्छ। अनि अर्को कुरा, प्रविधिको पहुँच नि, विशेष गरी अलि दुर्गम ग्रामीण क्षेत्रहरूमा सबै ठाउँमा इन्टरनेट, महँगो कम्प्युटर त हुँदैन। हो, त्यो चुनौती त छँदैछ। तर नाइजेरियाले यसमा पनि राम्रो समाधान निकालेको देखिन्छ। कस्तो समाधान? उनीहरूले कग ल्याब्स जस्ता कम लागतका रोबोटिक्स किटहरू प्रयोग गरेका छन्। ती किटहरू स्मार्टफोनबाटै चल्छन्। स्मार्टफोनबाटै? स्मार्टफोन त अहिले धेरैको पहुँचमा छ नि, नेपालमा पनि। अनि यी किटहरू अफलाइन पनि चल्ने खालका छन् रे। इन्टरनेट नभए पनि हुने? हो, अनि कतिपय पाटपुर्जाहरू 3D प्रिन्टरबाट बनाएकाले सस्ता पनि छन्। यसले गर्दा महँगो प्रयोगशाला नभए पनि रोबोटिक्स सिकाउन सम्भव भएको छ। ओहो, यो त नेपाल जस्तो स्रोत अलि कम भएको अनि भौगोलिक विकटता भएको देशका लागि त खुब काम लाग्ने उपाय रहेछ नि। एकदमै सान्दर्भिक छ। महँगो पूर्वाधार नै चाहिने भन्ने भएन। स्मार्टफोन र यस्तै सस्ता किटले पनि काम चल्ने भयो। अनि प्रतियोगिताहरूको पनि कुरा थियो नि अघि? हो, थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका रोबोटिक्स प्रतियोगिताहरू। यसले विद्यार्थीहरूमा उत्साह थप्ने काम गर्यो। सिक्न झन् रमाइलो भयो होला है? अनि व्यावहारिक सिप पनि बढ्छ नि, जस्तै समस्या समाधान गर्ने, समूहमा काम गर्ने, नयाँ कुरा सोच्ने, सृजनाशीलता। यसले सिकाइलाई कक्षा कोठा बाहिर पनि लग्यो। नेपालले पनि यस्ता गतिविधिहरूलाई प्रोत्साहन दिन सक्छ। यी सबै कुरा सुन्दा त नाइजेरियाको अनुभवले नीति बनाउनेदेखि लिएर तालिम अनि प्रविधि प्रयोग गरेर कार्यान्वयन गर्नेसम्मकै कुरा समेटेको देखियो। हो, एउटा समग्र दृष्टिकोण लिएर अघि बढेको देखिन्छ। त्यसो भए संक्षेपमा भन्दा नेपालले नाइजेरियाबाट सिक्नुपर्ने
मुख्य कुराहरू के हुन् त बुदागत रूपमा भन्नुपर्दा? हेर्नुहोस्, मेरो विचारमा नेपालले मुख्यतया यी कुरामा ध्यान दिन सक्छ। पहिलो त स्पष्ट राष्ट्रिय नीति चाहियो र पाठ्यक्रममै एआई रोबोटिक्सलाई ठाउँ दिनु पर्यो। नीति र पाठ्यक्रम पहिलो। दोस्रो, शिक्षकहरूलाई उहाँहरूलाई सहजकर्ता बन्न चाहिने तालिम, निरन्तर सहयोग दिनु पर्यो। यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगारी खोज्ने। शिक्षक तालिम र सहयोग दोस्रो। तेस्रो, एआईले सघाउने सिकाइ। नाइजेरियाको जस्तै सानो स्तरमा भए पनि प्रभावकारी पाइलट कार्यक्रमहरू सुरु गर्ने, तर हाम्रो आफ्नै नेपाली सन्दर्भ र भाषालाई ध्यान दिएर। पाइलट कार्यक्रम तेस्रो। अनि चौथो, पहुँचको कुरा। स्मार्टफोन आधारित कम लागतका र अफलाइन चल्ने प्रविधिमा जोड दिने, दुर्गम क्षेत्रलाई प्राथमिकता दिने। कम लागत र अफलाइन प्रविधि चौथो। अनि पाँचौं, साझेदारी। सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरू सबैबीच बलियो सहकार्य गर्ने। एक्लैले मात्र सम्भव हुँदैन। साझेदारी पाँचौं। ठिक छ, यो नाइजेरियाको यात्राले के देखाउँछ भने सही रणनीति अनि बलियो सहकार्य भयो भने, स्थानीय आवश्यकता अनुसार प्रविधि अपनाउन सक्यो भने विकासशील देशहरूले पनि शिक्षामा साँच्चीकै ठूलो फड्को मार्न सक्छन्, चुनौतीहरू हुँदाहुँदै पनि। हो नि। मुख्य कुरा भनेको इच्छाशक्ति, योजनाबद्ध काम र निरन्तरता हो जस्तो लाग्छ मलाई। नेपालले यी अनुभवहरूलाई आफ्नो विशिष्ट परिवेशमा ढालेर शिक्षा प्रणालीलाई भविष्यका लागि तयार पार्न सक्छ। एकदमै। ल, आजको यो छलफल निकै जानकारीमूलक रह्यो। अन्त्यमा श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ। नाइजेरियाको सफलतामा जुन यो शिक्षक सहजकर्ता र एआई उपकरणको संयोजन देखियो नि, हो यही मोडल नेपालको शैक्षिक चुनौतीहरू सामना गर्न कत्तिको शक्तिशाली औजार बन्न सक्ला? हाम्रा विद्यार्थी र शिक्षक दुवैलाई सशक्त बनाउन यसले कसरी मद्दत गर्ला? यो सोच्न लायक प्रश्न हो। सोच्दै गर्नुहोला।